गरेको अन्त आज सब्जी के पकायो बुढी इस्कुस जस्तो मान्छे त्यस्तै सब्जी बनाएछ गएको म मात्र घरतिर त्यहीँतिर खाइकिन आउँछु आफै खिच तर तल्लो घरको बडीले मासु पनि ल्याइदिनु भएको थियो ए थाहा छ त मलाई जिस्केको पो त चप्पल पो खोल्नु आएको महिना पर्छ भनेर खाना भने चाहिँ घरमै बुढीसँगै बसेर खानुपर्छ कि पर्दैन भनेर त लु पस्का त छिटो तर मैले खानु मन छैन भनेर फर्काइदिएँ किन फर्काएकै लाटी तेरो दिमाग छैन फेरि तपाईँले खानुहुन्छ भनेर मैले थापेँ नि अन्त थापे सिधै भन्नुपर्छ नि कस्तो दिलाइ गरिरहेको लाटी तर मैले लास्टमा आफै खाएँ नि अनि मासु छैन भने किन मासु कुरा गरिरहनु अन्त किन आज देखाइरहनु हावामा अरूलाई एक्लै घिची छैन कस्तो मान्छे हावामा मासु भनेर छैन पनि रहेछ तर एक दुई पिस उब्रिरहेको छ मलाई लाग्दै थियो नि मलाई सम्झिन्छ मलाई माया गर्छ नि त है थ्याङ्क यू तर तपाईँले खाँदैन भनेर मैले फ्याँकिदिएँ अनि मासु छ कि छैन भन्दा त्यो कुरा पहिला छैन अन्त मासु छैन भने चाहिँ किन मासु कुरा गरिरहेको छिटो छैन भन्नु सक्दैन लाठी हावामा आसमा देखाइरहन्छ गएको मात्र घर त्यहीँनिर खाइकिन आउँछु तै घिच तँ इस्कुस साला तर बडीले फेरि ल्याइदिनु भयो नि तपाईँलाई पुगेन भनेर भनेपछि छ होइन खाऊ न अन्त किन कुरा गरिरहनु तर मैले तपाईँले खाँदैन भनेर फर्काइदिएँ इसकी माँ का भोला चेहरा